गणतन्त्र अगाडि बढेपछि देशमा भौतिक पूर्वाधारको विकासको कुरा गर्ने हो भने क्रान्तिकारी परिवर्तन भएको छ, तथ्यद्वारा प्रमाणित गर्न सकिन्छ। स्वास्थ्यको कुरा गर्ने हो भने पनि धेरै ठूलो सकारात्मक परिवर्तन भएकै छ। हामी हिजो राजतन्त्र हुँदा, निरङ्कुश तन्त्र हुँदा 58-59 पनि पुगेका थिएन नेपालीहरूको सरदर आयु, अहिले 72 वर्ष पुगेको छ। यो के प्रगति होइन? गणतन्त्रले स्वास्थ्यको क्षेत्रमा गरेको सुधारको परिणाम होइन? बाल मृत्यु दर कति थियो राजतन्त्र हुँदा, अहिले कति छ भनेर हेर्यो भने बाल मृत्यु दर धेरै घटेको छ। यो के सुधार होइन? तपाई हरेक क्षेत्रमा हेर्नुभयो भने यो भाषा जे बनाउन खोजिया छ, बरु पहिला राम्रो थियो, गणतन्त्र आएपछि केही नै भएन भन्ने कुरा बिल्कुल झुटो वाहियात कुरा हो। अहिले गाउँ गाउँमा हामी पालिकाहरू छन्, प्रदेशमा सरकारहरू छन्, गाउँ गाउँमा जनताले प्रत्यक्ष सेवा पाउने वातावरण बनेको छ। यही पालिकामा पनि अब छिटै अर्को प्रशासकीय भवन बन्दैछ। अहिले भर्खरै पालिकाको अध्यक्षले जे कुरा सुनाउनु भयो, त्यो सुनाएको कुरा सुन्दा चाहिँ त संघीय लोकतान्त्रिक गणतन्त्रले स्थानीय तहमा धेरै विकास गर्न जमर्को गरेको छ भन्ने प्रमाणितै भएको छ। तर त्यति भनिसकेपछि फेरि पालिका अध्यक्षले के भन्नुभयो भने गणतन्त्रका विरुद्ध राजतन्त्रको जबरजस्त आवाज आउन लाग्यो। केही जबरजस्त आएको छैन। केही मान्छेलाई भाडामा ल्याएर केही दिन उफार्दैमा यति ठूलो संघर्ष र बलिदानबाट प्राप्त भएको नेपालका दलित, महिला, आदिवासी, मजदुर, किसान, थारू, मधेसी, मुस्लिम सबै जागेको देशमा केही दिन केही मान्छे भाडामा ल्याएर राजावादको पक्षमा बोल्दैमा खतरा आइसक्यो भन्ने कुरा चाहिँ बिल्कुल सत्य होइन। त्यो भ्रममा हामी कोही पर्न हुँदैन। एउटा के कुरा साँचो हो भने हामीले सरकार सञ्चालन गर्ने कुरामा, जनतालाई ठिक ढंगले प्रशिक्षित गर्ने कुरामा कहाँ कमजोरी गर्यौं भन्ने कुराको आत्मसमीक्षा पक्कै पनि गर्नुपर्दछ। यहाँहरूलाई थाहा होला, हामीले चाहिँ त्यो आत्मसमीक्षा गरेर नै तराई मधेसमा गएर पनि जनतासँग हामी जति नजिकको सम्बन्ध हुनु पर्थ्यो, केही कमजोरी भएका छन्, हामी सच्याउन चाहन्छौं। र यो गणतन्त्रबाट देशमा विद्युतीकरणमा भन्ने हो भने रिभोल्युसन भएको छ, यो कुरा जनतालाई बुझाइदिनु पर्यो। जनप्रतिनिधिहरू, यो यही संघीय लोकतान्त्रिक गणतन्त्रका प्रतिनिधिहरूले त विद्युतमा अहिले झन्डै 100% जनताको घरमा बिजुली पुग्ने स्थिति, 98% विद्युत पुगिसकेका छ। अहिले हामी त्रिदेशीय विद्युत व्यापार गर्ने ठाउँमा पुग्यौं। भारत, बंगलादेश, नेपालको बीचमा 10,000 मेगावाट बिक्री गर्ने ठाउँमा हामी पुगिसक्यौं। व्यापार गर्ने ठाउँमा चीनसँग पनि अन्तर्देशीय ट्रान्समिसन लाइन बनाएर विद्युतीकरण क्षेत्रमा 240 वर्षमा कति भयो, गणतन्त्रबाट आएपछि कति भयो भनेर हेर्यो भने त्यहाँ गुणात्मक प्रगति भएको देख्न सकिन्छ। यी तमाम चीजहरू छन्, तर पनि सायद नेतृत्व, सरकारको नेतृत्व गर्नेहरूले राम्रोसँग जनताको भावनालाई बुझेर काम नगर्दा जनतामा बेला बेलामा असन्तुष्टि, बेला बेलामा आक्रोश देखिने पनि गरेको छ। र जनतामा बेला बेलामा देखिएको असन्तुष्टि र आक्रोश गणतन्त्रप्रतिको असन्तुष्टि र आक्रोश होइन। कतिपय नेताहरूले भ्रष्टाचारलाई संरक्षण गर्न खोजेको देख्दा जनता वाक्क भएका छन्। कतिपय नेताहरूले सामाजिक विभेदको अन्त्य गर्नुभन्दा विभेद चर्काउन खोजेको देख्दा जनता वाक्क दिक्क भएका छन्। आर्थिक समृद्धिको लागि जति मेहनत गर्नुपर्ने हो त्यति मेहनत भएन भन्ने छ। तर जनताको त्यो आक्रोश गणतन्त्रप्रतिको आक्रोश होइन। कतिपय नेताहरू र नेतृत्वले गलत काम गरेको कुराले त्यसबाट नाजायज फाइदा उठाउन चाहिँ राजावादीहरू जमर्को गरेका छन्, तर त्यो कहिल्यै सफल हुने छैन। म चाहिँ जागिसकेका नेपाली जनता फेरि पछि हटेर वंशवादी 250 वर्षदेखि नेपाललाई सबभन्दा गरिब देश बनाउने, नेपालमा हत्या र बलात्कारका विभीषिका खडा गर्नेहरू तिनीहरूले आएर फेरि गर्छन् भनेर सोच्नु भन्दा दुर्भाग्यपूर्ण केही हुन सक्दैन। त्यसकारण कम्तीमा पनि शान्ति सम्झौताका पक्षधर, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर एकचोटि एक ठाउँमा उभिएर खबरदारी गर्ने बित्तिकै तिनीहरूको केही पनि बाँकी रहने म चाहिँ देख्दिन।